संविधानलाई जबरजस्ती टिकाएर टिक्ने भन्ने विषय छैन। संविधानले चाहिँ अब डोर बन्द भयो, ढोका बन्द भयो, निस्किन पाउँदैन, प्रतिकूल अवस्थामा देश गएको छ भन्ने कुरो छैन। र अहिलेको संविधानमा पनि धारा 76(7) मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने चाहिँ अधिकार तोकेको छ। सडकमा आन्दोलन गरेर एउटा बाध्य गराउने कुरा जुन छ स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप हो। राजनीतिक दलको हिसाबले चाहिँ रोडमा एउटा चाहिँ के भन्दाखेरि नारा घन्काएर अनि भित्र न्यायाधीशको कानमा चाहिँ त्यो नारा सुन्न लाएर अनि यस्तो इन्साफ गर भनेर चाहिँ के भन्छ त्यसरी गर्यो भने त एउटा राजनीतिक दलले नै एउटा अराजक गरेको। र अराजक कसको विरुद्धमा गरेको? आफैको विरुद्धमा गरेको। संसदमा चाहिँ त्यत्रो अभिमत प्राप्त गरेर चाहिँ जनताको प्रत्यक्ष एउटा चाहिँ मतले चाहिँ खडा भएको संसद माथिको नियन्त्रण त्यही 5-10 जना न्यायाधीशहरूको अनि कुन हिसाबले हुन सक्छ? हामीसँग हुनुहुन्छ अधिवक्ता अशोक कुमार चौधरी। उहाँसँग देशको वर्तमान कानुनी सङ्कटको बारेमा आज संवाद गर्दैछौँ। अशोकजी, अहिले सर्वोच्चमा रिट छ संसद विघटनको विरुद्धमा, कस्तो अवस्था हुन सक्छ देशमा? धन्यवाद विनयजी। अब देशको यो चाहिँ सामान्य प्रक्रिया नै हो। धेरै प्रतिकूल अवस्थामा देश गएको छ भन्ने कुरो छैन। र जुन चाहिँ नि के भन्दाखेरि संसद विघटन भयो प्रधानमन्त्रीबाट, त्यो चाहिँ नि कानुन सम्मत छ कि छैन, संविधान सम्मत छ कि छैन, त्यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चले एउटा फैसला बोल्नेछ। मलाई लाग्छ सर्वोच्चले सबै कुरा हेरेर र पुरानो नजिरहरूलाई पनि हेरेर चाहिँ नि एउटा सिद्धान्त स्थापित गर्नेछन् र त्यो चाहिँ नि भोलिका दिनमा पनि सबैको लागि चाहिँ नि एउटा चाहिँ नजिर जस्तो बन्नेछ। तपाईँ कानुनको विद्यार्थी भएको नाताले के संसद विघटन गर्नु संवैधानिक कदम हो त? हेर्नुहोस्, संविधानलाई जबरजस्ती टिकाएर टिक्ने भन्ने विषय छैन। संविधानले चाहिँ अब डोर बन्द भयो, ढोका बन्द भयो, निस्किन पाउँदैन भन्ने किसिमले यदि संवैधानिक व्यवस्था गर्यो भने त्यो चाहिँ नि के भन्दाखेरि संविधानलाई एउटा प्रक्रियागत रूपबाट कार्यान्वयन गर्नको लागि त्यो चाहिँ नि कुनै बेला पनि त्यो के अरे एउटा त्यो चाहिँ सफल भएन अथवा त्यो चाहिँ सठिक भएन जस्तो चाहिँ नि हुन्छ। र अहिलेको संविधानमा पनि धारा 76(7) मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने चाहिँ अधिकार तोकेको छ। तर त्यसका दुईटा चाहिँ आधारहरू छन्। त्यो चाहिँ 30 दिनभित्र अब चाहिँ एउटै पार्टीले चाहिँ आफ्नो बहुमत प्राप्त गर्न नसकेको स्थितिमा प्रधानमन्त्रीले चाहिँ के भन्दाखेरि त्यो बेलामा अर्को सरकारको गठनको विकल्प छैन भने संसद विघटन गर्न सक्ने भन्ने कुरा चाहिँ नि त्यो कुराहरू छ। तर त्यसको प्रक्रिया के हुने भन्ने व्यवस्थाहरू कहीँ पनि छैन। एकातिर संसद विघटन गर्न सकिँदैन भन्ने विशेषता हाम्रो संविधानको हो भनेर हामी मान्छौँ भने अर्कोतिर धारा 76(7) मा विघटन गर्न सक्ने क्षेत्राधिकार प्रधानमन्त्रीलाई तोकेको छ र प्रधानमन्त्रीले त्यसको चाहिँ उपभोग गरेको छु भनेर चाहिँ नि भन्दै अब संसद विघटन गरेको स्थिति छ र नयाँ निर्वाचनको यही संविधान तहतमा चाहिँ घोषणा पनि गरिएको स्थिति छ। राष्ट्रपतिबाट पनि त्यो के अरे त्यो चाहिँ नि समर्थित भएर अथवा संसद राष्ट्रपतिबाट चाहिँ विघटन भएको स्थिति छ। यो ठाउँमा हेर्ने हो भने यो संविधानको अलिकति एउटा चाहिँ अभाव, एउटा चाहिँ त्रुटि भनौँ, त्यो चाहिँ देखिएको छ। र यसरी थुनेर चाहिँ के भन्दाखेरि सरकार 5 वर्ष चलाउनै पर्छ। संसद देख्नुभयो यहाँले? त्रुटि के हो भने संसद एउटा लोकतान्त्रिक कुनै पनि संविधानमा, संसारको कुनै पनि संविधान हामीले यदि चाहिँ नि हेर्दाखेरि त्यो ठाउँमा चाहिँ संसद विघटन गर्न सक्ने 2 वर्षभित्र अथवा 1 महिनाभित्रै चाहिँ एउटा अधिवेशनको अवस्थामा एकचोटि अविश्वासको प्रस्ताव लगाउन सक्ने आदि कुराहरू चाहिँ यो खुला छोडिएको हुन्छ। किनभने प्रधानमन्त्री निरङ्कुश नहोस्, प्रधानमन्त्री पनि एउटा चाहिँ संसदको नियन्त्रण रहोस् भन्ने चाहिँ नि विश्व संविधानको, लोकतान्त्रिक संविधानको एउटा चाहिँ विशेषताहरू छ। हामी हाम्रो संविधानलाई चाहिँ लोकतान्त्रिक संविधान हो भनेर चाहिँ भनिराखेका छौँ। तर के भन्दाखेरि गेटबाट निस्किन नसक्ने एउटा चाहिँ थुनमा व्यवस्था जस्तो चाहिँ भएको छ। 2 वर्षसम्म चाहिँ अविश्वास लाग्न सक्ने, प्रधानमन्त्रीले चाहिँ के भन्दाखेरि संसद विघटन गर्न नसक्ने आदि कुराहरूलाई हामीले बन्द गरेर चाहिँ हाम्रो 5 वर्ष सरकार टिक्नुपर्छ भन्ने मानसिकताबाट एउटा खुला संविधान निर्माण चाहिँ के भन्दाखेरि नगरेर यो कि कहिले पनि नेपालमा 5 वर्ष चाहिँ सरकार टिकेन, त्यसकारणले 5 वर्ष जसरी चाहिँ के भन्दाखेरि करकाप गरेर सरकारले टिकाउनुपर्छ भन्ने मान्यताका हिसाबले चाहिँ त्यो व्यवस्थाहरू आएको छ, जुन चाहिँ नि यी 5 वर्ष नबित्दै एउटा चाहिँ के भन्दाखेरि संविधानको त्रुटिको रूपबाट देखिएको छ।
तपाईले संविधानको धारा 76 को 7 को कुरा गर्नुभयो। त्यहाँ तब अल्पमत वा सरकार बन्न नसकिने अवस्था त्यो त संसदलाई कोट गरेको छ नि, त प्रधानमन्त्री संसदमा जानु पर्थ्यो नि त। धारा 76 मै संसदीय दलको व्यवस्था छ र संसदीय दलको के अरे अध्यक्ष नेता त्यो चाहिँ प्रधानमन्त्री हुन्छ भन्ने धारा 76 कै व्यवस्था हो र 76(1) को र संसदीय दलको नेताले चाहिँ नि फर्म गरेको गभर्नमेन्ट र त्यहाँ चाहिँ संसदीय दलमा चाहिँ विवाद उठिसकेको यो ग्रुप त्यो ग्रुप भइरहेको स्थितिबाट प्रधानमन्त्रीले संसद विघटन चाहिँ गरेको भन्ने कुराहरू त्यहाँ चाहिँ छ। तर यो चाहिँ नि हो होइन भन्ने विषयमा मेरो कुरो लिँदाखेरि एउटा चाहिँ नि जुन प्रकारको एउटा चाहिँ नेकपा भित्रको द्वन्द्वको यसको व्यवस्थापन होइन, करकाप साथ यसको चाहिँ के भन्दाखेरि सबै मिलेरै संविधान पालन गर्नु पर्यो भने त्यो मानसिकताबाट यो चाहिँ नि नफुट्नु पर्ने न जुट्नु पर्ने यो हिसाबबाट एउटा चाहिँ हिँड्नु पर्ने, एक अर्काको चाहिँ खुट्टामा कडी लाएर सँगसँगै 5 वर्षसम्म हिँड्नु पर्ने भन्ने हिसाब किताबको चाहिँ के भन्दाखेरि यो व्यवस्था छ। जो चाहिँ नि के भन्दाखेरि यो चाहिँ नि त्रुटिहरू हो, त्यो चाहिँ नि के भन्दाखेरि व्यवस्था गलत छ भन्ने कुरो मैले चाहिँ म भन्दछु। र यसलाई चाहिँ निहालेर हेर्ने हो भने जम्मा चाहिँ दुईटा स्थिति मैले देखेको छु। या त सर्वोच्च अदालत बुद्धिमत्ता पुर्याएर चाहिँ एउटा त्यो गर्यो, अर्को होइन भने भोलिका दिनमा अब के अवस्था हुन्छ, फेरि यो संविधान हाम्रो लागि सठिक भएन कि भन्ने कुराहरू पनि एउटा उठ्ने अवस्थाहरू पनि छ जस्तो मैले देखेको छु। अब सर्वोच्च अदालतमा रिट निवेदन रहिरहँदा यता सडकमा आन्दोलन गर्नु, सर्वोच्च अदालत घेराउ गर्नु, के यो अदालतमाथि स्वतन्त्र न्यायालयमाथि दबाव सिर्जना गर्नु होइन र? बिल्कुल हो, बिल्कुल हो। अदालतलाई चाहिँ नि स्वतन्त्र रहन दिनुपर्छ, अदालतलाई स्वतन्त्र रूपबाट काम गर्न दिनुपर्छ, अदालतलाई चाहिँ नि के भन्दाखेरि यो इन्साफ गर त्यो इन्साफ गर भनेर सडकमा आन्दोलन गरेर एउटा बाध्य गराउने कुरा जुन छ स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप हो। जो चाहिँ नि एउटा कुनै पनि अब चाहिँ अब विधिवत दर्ता भएका दलका प्रतिनिधिहरूले यस्तो गर्नु भनेको त डाइरेक्ट त्यो अदालतलाई चाहिँ के भन्दाखेरि लत्याउनु भन्ने कुरा नभएर त्यो नि संविधानलाई लत्याउने कुरा जस्तो छ। किनभने हाम्रो संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ र यसलाई हाम्रो चाहिँ के भन्दाखेरि शक्ति पृथकीकरण सिद्धान्तको चाहिँ के भन्दाखेरि आधारबाट पनि न्यायपालिकालाई चाहिँ के भन्दाखेरि अन्तिम अस्त्रको रूपबाट एउटा स्वतन्त्र रूपबाट काम गर्न सक्ने संयन्त्र रूपमा चाहिँ हामीले स्थापित गरेका छौँ। र त्यसलाई चाहिँ के भन्दाखेरि राजनीतिक दलको हिसाबले चाहिँ रोडमा एउटा चाहिँ के भन्दाखेरि नारा घन्काएर अनि भित्र न्यायाधीशको कानमा चाहिँ त्यो नारा सुन्न लाएर अनि यस्तो इन्साफ गर भनेर चाहिँ के भन्छ त्यसरी गर्यो भने त एउटा राजनीतिक दलले नै एउटा अराजक गरेको, र अराजक कसको विरुद्धमा गरेको? आफ्नै आफैको विरुद्धमा गरेको। किन यहाँ न अब कोही छ न कोही छ, एउटा चाहिँ शक्ति केन्द्र भनेको आफै विरुद्धमा यस प्रकारको अराजक स्थापना गर्नु भनेको नेपाललाई चाहिँ कतातिर डोर्याउनु भने चाहिँ सहजै अनुमान गर्न सकिन्छ। सर्वोच्च अदालतबाट संसदको पुनर्स्थापनाको आशा तपाईँ कतिको लिनुभएको छ? हेर्नुहोस्, संवैधानिक व्यवस्थाको विशेषता के व्यवस्थाको विषय विनय सर तपाईँहरूले खुब पनि एउटा चाहिँ खुब अध्ययन गर्ने मान्छे हो र यो कुरोलाई चाहिँ हेर्दाखेरि विनय सर यो बुझ्नुपर्छ कि पुरै देशले मत दिएर बनाएको संसद र 5 जना न्यायाधीश 21 जना न्यायाधीश 19 जना न्यायाधीश बसेर गरेको फैसला यो एकअर्कोमा चाहिँ मिल्ने विषय होइन। र संसदमा चाहिँ त्यत्रो अभिमत प्राप्त गरेर चाहिँ जनताको प्रत्यक्ष एउटा चाहिँ मतले चाहिँ खडा भएको संसद माथिको नियन्त्रण त्यही 5-10 जना न्यायाधीशहरूको अनि कुन हिसाबले हुन सक्छ? यो यसको चाहिँ के भन्दाखेरि एउटा चाहिँ नमिल्ने विषय हो। त्यसकारणले दुनियाँका उदाहरणलाई टेकेर दुनियाँका लोकतान्त्रिक संविधानहरूको एउटा चाहिँ के भन्दाखेरि व्यवस्थाहरूलाई टेकेर अदालतले चाहिँ के भन्दाखेरि वस्तुपरक एउटा चाहिँ के भन्दाखेरि न्याय स्थापना गर्छ। मेरो विचारमा यो संसद चाहिँ के भन्दाखेरि पुनर्गठन हुन सक्दैन भन्ने जस्तो लागेको छ। तर सर्वोच्चले भोलिमा कस्तो व्याख्या गर्छ त्यो चाहिँ अब सर्वोच्चको विषय हो। ती कुराहरूलाई चाहिँ सर्वोच्चले एउटा चाहिँ हेरेर एउटा सही सठिक फैसला गर्ला भन्ने मेरो चाहिँ के भन्दाखेरि आशा र विश्वास छ।